नमस्ते। हामी फन्नी बुढाबुढी। हाम्रो भिडियो हेरी हजुरहरूले हामीलाई धेरै माया गरिदिनु होला र भिडियो कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट लाइक र मन पर्यो भने शेयर पनि गरिदिनु होला र सधैँभरि हामीलाई माया गरिदिनु होला। धन्यवाद। कहाँ गइछ? छैन त यहाँ। एकछिन भए पनि शान्त छ। अनि सामान ल्याउन पनि कति बेर लाग्यो ह? अनि घरमा त काम लाछलुङ्ग छ कसले गर्छ ह? अनि घरको काम त अलिअलि तिमी पनि गर्न सक्छौ नि हौ। घरिघरि मलाई पनि यसो आराम मिल्छ नि। के रे? फेरि भन्नु त आराम चाहियो? हैन पर्दैन। मलाई आराम चाहिँदैन, म यतिकै ठिक छु। त्यसो भए जाऊ गएर काम गर। हे भगवान, तिमीले मेरो खप्परमा त 4-4 बिहे लेखिदेऊ, तर यो चाहिँ भन्नु कि अब अर्को 5 चाहिँ कहिले हुन्छ? बुढी यो बुढी अघिका 3टा बुढी साह्रै राम्रा थिए। के गर्नु, यो बुढीलाई मन पराइहाल्यो, त्यसपछि यसलाई उडाइहाल्यो, उडाएपछि अहिले आएर यस्तो दुःख पाइयो। किन म यहाँ भाँडा माझ्न लागेको? पनि यहाँ आउ न। किन बोलाको? यता आउन पहिला। आज यो कागती 3 घण्टासम्म गोजीमा हालेर बोक। अनि किन राख्ने यो कागती? यसले के गर्छ र? जे भनेको त्यही मान न। बाटोमा एउटा बाबुजी भेटेको थिए। तिम्रो कुण्डली देखाउँदाखेरि कागती 3 घण्टा गोजीमा बोक्न लगाउनु। तिम्रो त नराम्रो सोच जति सबै चुसेर लान्छ भनेको थियो। नराम्रो सोच? अनि मेरो सोच त राम्रै छ त हौ। मलाई थाहा छ तिमी राम्रै सोच्यौ भनेर। यो कागती थपको गोजीमा हालेर बोक। अरे बाबा, एउटा बाबुजीले भन्दैमा तिमी मलाई शङ्का गर्छौ? त्यो बाबुजीको त्यति धेरै विश्वास लाग्छ? त्यही विश्वास लाग्छ र त भनेको त। पहिला हात देखाउँदा तिम्रो बुढा त अर्कैको बुढा हो, पछि गएर दुःख पाउँछौ भन्थ्यो। अन कुन चाहिँ बाबुजी रहेछ हौ त्यस्तो परिवारलाई भड्काउने? त्यसलाई भेट्न पाए त म 3 वर्षको रिस अघि नै पुग्थे। के रे? मेरो बुढोलाई माफ गरिदिइहाल। के भनेको बाबुजीले? पाप लाग्छ नि, माफ मागिहाल। हे बाबाजी, माफ गरिदेऊ मलाई। बाबुजी भनेको महान ईश्वरको रूप हो। उहाँले जे भन्नुहुन्छ त्यही मान्नुपर्छ। लुलु त कागती गोजीमा हालिहाल। म गएँ अगरबत्ती बाल्न। बा तिम्रो पाप कटिहाल्छ कि। अब हुँदा यो कागती पनि गोजीमा बोक्नु पर्ने? मेरो सोच नराम्रो छ।
मानिलिउँ यो कागतीमा मेरो सोच आयो। अच्छा, मेरो सोच विचार आयो। ठीक है। अब यो कागतीमा मेरो सोच विचार आएपछि ठीक है। अर्कोले शून्य खाएपछि मेरो सोच विचार त त्यसले पाउने भयो। अनि यो कागती मैले नखाए कसले खाने? ए बुढा यहाँ त कागती पनि छैन। किन? कागती गोजीमा छ नि। छ। खै देखाउ त। ये फंस गया। ए अझै 2 घण्टा बाँकी छ। त्यही गोजीमै राखिरह। बाल बाल बच्यो हौ। अनि यो बुढीले त मलाई अत्याचारै गरी त हो यार। हुँदा हुँदा बाबाजी यो बुढीलाई बाबाजीले जे भन्नु त्यतै मानिरहेछ। यसलाई तल आउने उपाय त्यही हो। ए 3 घण्टा त भइसकेछ। कहाँ गएछ नि बुढा? बुढा ए बुढा कहाँ गएछ नि बुढा? कता गएछन् बुढा? यता पनि छैन। अलग अलग निरञ्जन। अलग निरञ्जन, अलग निरञ्जन। बाबाजी तपाईँ यहाँ? जय होस् बाबाजीको जय होस्। म यताबाट हिँडिरहेको थिएँ। मेरो अन्तरात्माले यस घरमा एउटा बालिकालाई सङ्कट आएको छ भन्ने कुरा थाहा पायो मेरो यो त्रिनेत्रले। सङ्कट? कस्तो सङ्कट हो? भयङ्कर सङ्कट, भयङ्कर ठुलो सङ्कट। लो न बाबाजी मेरो सङ्कट हटाइदिनु पर्यो। चिन्ता नगर बालिके, म तिम्रो सङ्कट दूर पार्नका लागि म स्वयं लङ्काबाट नर्कबाट पातालबाट आएको हुँ बालिके। लो न बाबाजी मेरो सङ्कट हटाइदिनु पर्यो। चिन्ता नगर बालिके, म तिम्रो सबै सङ्कट हराइदिन्छु। पहिले मलाई भित्र त बोलाऊ। भित्र बोला न बुढी, अहिले कुकुरले त्यही भने मलाई टोक्छ। आउनुहोस् 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 भित्र आउनुहोस्। अलग अलग निरञ्जन। के भयो गुरुदेव? यो घरमा म भन्दा एकदम शक्तिशाली परमपिता परमेश्वर हुनुहुँदो रहेछ। घर महादेव, घर महादेव। यो घरमा अरू को बस्ने? गुरुदेव म र मेरो बुढा बस्छौँ गुरुदेव। मूर्ख बालिके, बुढा होइन स्वामी भन, स्वामी। स्वामी? किन महादेव? प्रश्न नगरी छिटो स्वामी भन। गुरुदेव यस घरमा म र मेरो स्वामी बस्छौँ गुरुदेव। अति उत्तम, अति उत्तम। बालिके तिमीलाई थाहा छैन तिम्रो स्वामी को हो भनेर। तर गुरुदेव तपाईलाई थाहा छैन मेरो बुढो बालिके होइन होइन गुरुदेव, मेरो पतिदेव स्वामी त 1 नम्बर होइन। यसलाई त जति डर देखाइ पनि हुँदैन कि क्या हो? चुप लाग बालिके,
तिमीलाई थाहा छैन तिमी कति धेरै भाग्यमानी छौ भनेर। तिमीलाई थाहा छ तिम्रो बुढा को हो भनेर? मेरो बुढा मेरै बुढा हो। किन महादेव? तिम्रो बुढा नभई एक महान शक्तिशाली अन्तर्यामी महान पुरुष हो। मतलब तिम्रो बुढो को हो भनेर तिमीलाई थाहा रहेन रहेछ। तिम्रो बुढो एउटा होइन लाखौं जन्मपछि जन्मिने एक महान पुरुष हो, जुन पुरुषलाई हामी ईश्वर भन्छौँ। हर हर महादेव। बल्ल लाइनमा आइपुग्यो हो। ईश्वर के भन्न खोज्नु भएको बाबाजी? ईश्वर मेरो बुढा जस्तो खराब बिग्रेको मान्छे त कोही पनि छैन। मेरो बुढाले त 4-4वटा बिहे गर्नुभयो। मूर्ख बालिकी, महान पुरुषलाई खराब भन्न डर लाग्दैन? ठिक भन्यो। ठिक भन्यो, 4-4वटा बिहे। किनकि उहाँ महान पुरुष हो। उहाँलाई कसैले काम अरायो भने, कसैले दुःख दियो भने उहाँ तँसँग कहिले पनि टिक्नुहुन्न। त्यसैले बालिकी, अबदेखि तिमी आफ्नो पतिदेवको राम्रोसँग सेवा गर्नु। शाबास। बल्ल भने लाइनमा आए जस्तो छ। तर गुरुदेव एउटा कुरा। होइन फेरि के एउटा कुरा? मेरो बुढा साँच्चै ईश्वरको रूप हो नि? हो बालिकी हो। तिम्रो पतिदेव ईश्वरको रूप हो। त्यसो भए अहिले कहाँ हुनुहुन्छ मेरो पतिदेव? तिम्रो पतिदेव यानि कि स्वामी अहिले ध्यानमा जानुभएको छ। अब उहाँको केही बेरपछि यस घरमा आउनुहुनेछ। त्यही कारण बालिके तिमीले स्वामीलाई एकदम माया गर्नु, उसको सेवा गर्नु। महादेव उहाँ त ईश्वरको रूप हुनुहुँदो रहेछ, उहाँलाई कसरी सेवा गरौँ? अब बजे लाइनमा आइए यो। बालिके जब तिम्रो पति आउनुहुन्छ उहाँलाई सोध्नु पहिला भोक लाग्यो कि लागेन, के खानु मन लागेको छ, सबै चिजहरू सोध्नु। उसको जिउ थिच्दिनु, हात खुट्टा थिच्दिनु, भित्र बाहिरको काम उसलाई नहराउनु। त्यही नै हो तिम्रो सेवा। यसरी सेवा गर्यो भने तिमीले आफूले आफूलाई ठुलो सङ्कटबाट बचाउनेछौ। त्यसकारण फेरि भन्दैछु बालिके, तिम्रो पति भनेको एउटा ईश्वरको रूप हो। त्यसकारण तिमी उसलाई राम्रोसँग सेवा गर्नु। महादेव एकछिन, तपाईको आवाज त ठ्याक्कै होइन, कता कता सुने जस्तो लाग्यो। हे भगवान, यसले थाहा पायो भने त पार्छ। बालिके मेरो आवाज सारा संसारभरि गुन्जिरहेको छ, त्यही भएर सुनेको। त बालिके यति राम्रो काम गर्नु, तिम्रो सङ्कट सबै हराएर जान्छ। बैगन अलग क्लियर हुन्छ। तिमीहरू त दिललाई खाउन सक्दैन। ल हेर काम गर्न थाले, अब मजा आउने भयो। होइन नि किन बुढालेको, म बुढालिहाल्छु नि। ओहो बुढा, पतिदेव आयो तिमी? बुढा पतिदेव? मलाई के सुन्दैछु हो यो मेरो कानले? जे सुन्यौ ठिकै सुन्यौ। भोकाएर आयो होला। आऊ खाना खाना, मैले मिठो खाना पकाएर राखेको छु। आऊ आऊ। ल हेर्नुहोस् त गाइज, एउटा बाबुजी आएर मेरो बुढीको कानमा के कुरा सुनाइदियो। अहिले आएर मेरो बुढीले मलाई कति माया गर्दा थाले। पतिदेव यो सब केले गर्दा हो थाहा छ हजुरहरूलाई? कागतीले गर्दा हो। झन्नै चुसेको नि मेरो सबै त्यो सोच विचार कागतीले झन्नै चुसेको। धन्न अन्तिम समयमा मैले त्यो कागती काटेर आफैले खाएँ। त्यो खाएपछि त मेरो दिमाग त झन् तेजिलो भयो। लाग्यो हजुरहरूले? पतिदेव खाना खाना आउनु आउनु।
आए आए खाना खाना बोलाउँछु